गर्न सकिन्छ। र सँगसँगै अब हाम्रो सबै 126वटा ब्रान्चको इक्जाम्पल लिएर हामीलाई जानकारी गराउनु भयो कस्तो काम गर्दा के रिस्क आइपर्छ, ओरिजिनल डकुमेन्टहरू नहेर्दा हाम्रो साथीहरूले भोग्नु परेको पीडा होइन। त्यस पछाडि हाम्रो मिन सरले भन्नुभएको एमएलसिएफटीमा जुन छोरीलाई ज्वाइँ हेरेर दिनुपर्ने, ज्वाइँ अब ज्वाइँको बारेमा सबै बुझ्नुपर्ने, कहाँ बुझेर दिनुपर्ने, छोराको बिहा गर्ने बेलामा, बुहारी ल्याउने बेलामा पनि बुहारीको बारेमा जतासुकै गएर बुझ्नुपर्ने, यस्तो काम यस्तो इक्जाम्पलहरू देखाएर सरले चाहिँ हामीलाई आफ्नो टाउको जोगाएर काम गर्ने टाइपको सरले हामीलाई जानकारी गराउनु भएको छ। र जुन अहिले हाम्रो नेपाल ग्रे लिस्टमा परेको छ, एमएलसिएफटीको पोलिसीहरू हामीले पालना गर्न नसक्दाको अवस्था हो। यसलाई चाहिँ हामीले अब आजकै दिनदेखि राम्रोसँग अब रिस्कलाई मिटिगेट हुने गरेर, रिस्क मिनिमाइज हुने गरेर काम गर्नेछौँ भन्ने आशाका साथ बिदा हुन चाहन्छु।